कान्छी भाग्न सफल भइन् गुण्डाको घरबाट। अब प्रमाणको भिडियो यसरी पुलिसलाई सार्वजनिक गर्दै अब निर्दोष साबित भएर खुसीले घर फर्किँदै सागर। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। अब आउने कान्छी भागमा यस्तो हुँदै हेर्नुहोस् पुरा भिडियो। कान्छी गुण्डाको घरबाट भाग्न सफल भएकी छिन्। लामो समयको यातनालाई सरल बनाउँदै बाहिर उम्किन सफल भएकी छन्। गुण्डाको लामो समयदेखि कान्छीलाई बाँधेर घरभित्र राखेको थियो। गुण्डाबाट कसरी उम्किएर बाहिर जाने भनेर धेरै प्रयास गरिन्। धेरै लामो समयको प्रयासपछि बाहिर आउन सकिन्। अनेक आइडिया लगाएर प्रमाणकै खोजीका कारण गुण्डाको फन्दामा परेकी कान्छी अझै पनि हार खाएकी छैनन्। श्रीमानको लागि श्रीमतीले कति सम्मुखको लगाई पर्खाइ अनि साहस देखाउँछन् भनेर कान्छीलाई हामीले देख्न सक्छौँ। सागरलाई कान्छीले कानुनी रूपमै डिभोर्स दिइसके भन्ने कुरा गुण्डाले कान्छीलाई जबरजस्ती भन्न लगाएका थिए। त्यसपछि कान्छीले गुण्डासँग भएको प्रमाणको लोभमा गुण्डासँग बिहे गर्न रेडी भएर बिहे सुरु गरिन्छ। बिहेमा अनेक किसिमका बाधा अडचन आउँछन्। बिहेलाई जबरजस्ती सफल बनाएर गुण्डालाई फकाउन थाल्छिन्। गुण्डाबाट प्रमाण ल्याउनुको लागि मात्रै बिहे गरेको बाटो रोजेकी थिइन् कान्छीले। बिहेपछि प्रमाण माग्दा गुण्डाले दिएनन्। गुण्डाको घरमा काम गर्ने दिदीले गुण्डाकै रुमबाट प्रमाण भएको मेमोरी कार्ड कान्छीको हातमा दिएकी थिइन्। कान्छीलाई प्रमाण त दिलाइयो, अब घरबाट भगाउने प्लान पनि दिदीले बनाउँछिन्। कान्छीले एउटा आइडिया लगाउँछिन् जुन आइडिया भाग्नलाई निकै सहज हुन्थ्यो। त्यो आइडियाले पनि काम गरेन। दिदीलाई सेक्युरिटीको फोन मागेर कान्छीले पुलिसलाई फोन गर्ने खबर पनि गुण्डाले थाहा पाइहाल्छ। कान्छीको हातबाट मोबाइल खोसिन्छ, सबै सोधपुछ हुन्छ। मोबाइल कसले कसरी दियो सबै कुरा थाहा हुन्छ। बिहे त सकिन्छ, अब सुहागरातको दिन आउँछ। सुहागरात बनाउने भनेर गुण्डाले घरमा मजाले धुमधामसँग पार्टी दिन्छन्। सेक्युरिटी केटाहरू पनि रक्सी सिकाएर झ्याप हुन्छन्। कान्छीले गुण्डालाई अलिकति म पनि खान्छु भनेपछि आफूले खाएको जस्तो गरेर गुण्डालाई झन्झन खुवाउन थाल्छिन्। एकछिनसम्म त दुवैजना मजाले कुरा गर्दै बस्छन्। झन्झन खान थाले पछि रक्सीले झनै झ्याप बनाउँदै जान्छ। गुण्डा कान्छीको अँगालोमा आउन थाल्छन्। कान्छीले गुण्डालाई एक पञ्चा हानेर बेडमै ढलाइदिन्छन्। कान्छीको प्लान यही छ कि यो घरबाट कसरी बाहिर निस्कौँ र प्रमाणको भिडियो पुलिस समक्ष पुर्याउन सकौँ। त्यहाँबाट बिस्तारै बिस्तारै बाहिर आउन थालिन्। बाहिर गुण्डाहरू पनि रक्सीले झ्याप भएपछि आफ्नै पारामा सुतिरहन्छन्। गेटमा ताला लगाएर बाहिर भाग्न सफल हुन्छन् कान्छी। गुण्डाको बल्ल होस आएपछि कान्छी खोइ भन्दै कराउन थाल्छन्। जताततै खोज्न थाल्छन्। गुण्डाहरू बाहिर खोज्न जाँदा गेटमा तालचा लगाएको देख्छन् र गेट खुल्दैन। गुण्डाले बाहिरको केटाहरूलाई फोन गरेर कान्छीलाई खोज्न लगाउँछन्। रातिको बेला आफ्नो बाटो लागिरहेकी कान्छी बीचमा 3 जना गुण्डा देख्छन्। कान्छीलाई समाउनु अथाह प्रयास गर्छन् तिनीहरू गुण्डाहरूले पनि। कान्छीको टाउकोमा ढुङ्गाले हान्छन्। कान्छीले लौरो देख्छिन्, त्यसैले फर्केर बजाइहाल्छिन्। गुण्डाहरू भुइँमा लचार पछार गर्छन्। कान्छी त्यहाँबाट पनि भाग्न सफल हुन्छन्। अब यसपछि मलाई लाग्छ जुन कान्छीसँग भएको मेमोरी कार्ड छ खाली पो हो कि जस्तो लागिरहेको छ। त्यसै कार्डमा प्रमाणको भिडियो नहुनु पनि सक्छ। अब त्यहाँ गुण्डाहरू नै उठेर कान्छीलाई समातेर फेरि त्यही अवस्थामा पुर्याउनु पो सक्छन् कि भन्ने एकातिर त्यस्तो पनि लाग्छ। घरबाट त भाग्न सफल भइन्, बाहिर गुण्डाहरूको झगडामा परेकी छिन्। एकातर्फ प्रमाणको कार्ड पनि कान्छीकै हातमा छ। प्रमाणको कार्ड रुममै बिर्सेर त गइन् कान्छी कतै। अब कथामा छुट्टै खालको ट्विस्ट आउनेवाला छ। हेरौँ यसपछिको भागमा के होला त। पक्कै राम्रै होला भन्ने हामीलाई लागेको छ। पक्कै अब आउने भागमा सागरले निर्दोष साबित भएर घर फर्केर कान्छीसँग सुख दुःख र मिठा कुरा गर्दै सुखसँगको जिन्दगी बिताउन देखियोस् भन्ने कुरा सबैको मनमा यही लागिरहेको होला। पक्कै पनि तपाईँको मनमा लागेको कुरा एक दिन अवश्य पुरा हुनेछ। हेर्दै जाउँ अबको भागमा सागरले न्याय नपाए पनि पक्कै पनि अब आउने केही 2-3 वटा भागभित्र पक्कै सागरले निर्दोष साबित भएर घर फर्किन्छन्।